व्यवस्थापन, विज्ञान, कला र पेशाको रूपमा व्यवस्थापनलाई यसको विशेषताहरूको आधारमा विज्ञान, कला र कहिलेकाहीँ पेशाको रूपमा पनि व्याख्या गरिन्छ। आउनुहोस् यी प्रत्येक दृष्टिकोणलाई नेपालीमा बुझौं। व्यवस्थापन एक विज्ञानको रूपमा, म्यानेजमेन्ट एज अ साइन्स। जब हामी व्यवस्थापनलाई विज्ञानको रूपमा लिन्छौं, हामी यसमा निहित क्रमबद्ध ज्ञानको निकायमा ध्यान दिन्छौं। विज्ञानका विशेषताहरू निम्न छन्: विश्वव्यापी रूपमा स्वीकार्य सिद्धान्तहरू, युनिभर्सली एक्सेप्टेड प्रिन्सिपल्स। विज्ञानमा जस्तै व्यवस्थापनमा पनि आधारभूत नियमहरू छन् जुन विभिन्न संगठनात्मक वातावरणमा लागू गर्न सकिन्छ। उदाहरणका लागि, आदेशको एकताको सिद्धान्त, एक कर्मचारी एक मात्र हाकिमप्रति उत्तरदायी हुनुपर्ने, प्रयोग र अवलोकन, एक्सपेरिमेन्टेसन एन्ड अब्जर्भेसन। वैज्ञानिक नियमहरू व्यवस्थित अनुसन्धान र परीक्षणबाट आउँछन्। त्यसैगरी व्यवस्थापनका नियमहरू पनि अवलोकन, प्रयोग र धेरै प्रबन्धकहरूको अनुभवबाट विकसित भएका हुन्। उदाहरणका लागि, उचित पारिश्रमिकले कर्मचारीको सन्तुष्टि बढाउँछ भन्ने कुरा धेरैको अनुभवमा आधारित छ। कारण र प्रभाव सम्बन्ध, कज एन्ड इफेक्ट रिलेसनशिप्स। विज्ञानले विभिन्न तत्त्वहरूबीचको सम्बन्ध देखाउँछ। व्यवस्थापनका नियमहरूले पनि केही काम गर्दा त्यसको परिणाम के हुन्छ भनेर बुझ्न मद्दत गर्छन्। जस्तै, राम्रो तालिम कारणले कर्मचारीको कार्यक्षमतामा सुधार प्रभाव ल्याउँछ। व्यवस्थित ज्ञानको निकाय, सिस्टम्याटिक बडी अफ नलेज। व्यवस्थापनसँग राम्ररी सङ्गठित ज्ञानको भण्डार छ जसमा धेरै सिद्धान्त, अवधारणा र नियमहरू छन्। यसले अर्थशास्त्र, समाजशास्त्र, मनोविज्ञान र गणित जस्ता अन्य विषयहरूबाट पनि ज्ञान लिन्छ। यद्यपि यो याद राख्नुपर्छ कि व्यवस्थापन प्रायः सामाजिक विज्ञान मानिन्छ, भौतिक विज्ञान वा रसायन विज्ञान जस्तो ठ्याक्कै विज्ञान होइन, किनकि यसले मानिसहरूको व्यवहारसँग सम्बन्धित छ जुन जटिल र सधैँ अनुमान गर्न नसकिने हुन्छ। त्यसैले व्यवस्थापनमा वैज्ञानिक आधार भए पनि यसको प्रयोगमा प्रायः लचिलोपन र अनुकूलन आवश्यक हुन्छ। व्यवस्थापन एक कलाको रूपमा, म्यानेजमेन्ट एज एन आर्ट। व्यवस्थापनलाई कलाको रूपमा हेर्दा इच्छित परिणामहरू प्राप्त गर्न ज्ञानको कुशल र व्यक्तिगत प्रयोगमा जोड दिइन्छ। कलाका विशेषताहरू यस्ता छन्: व्यावहारिक ज्ञान, प्र्याक्टिकल नलेज। कुनै पनि कला जस्तै व्यवस्थापनलाई सैद्धान्तिक ज्ञानको व्यावहारिक प्रयोग चाहिन्छ। एक प्रबन्धकको प्रभावकारी नेतृत्व गर्ने, उत्प्रेरित गर्ने र सञ्चार गर्ने क्षमता अभ्यास र अनुभवबाट आउँछ, केवल सिद्धान्त पढेर होइन। व्यक्तिगत कौशल, पर्सनल स्किल। प्रत्येक प्रबन्धकले आफ्नो काम गर्ने तरिका, रचनात्मकता र व्यक्तित्वलाई फरक ढङ्गले प्रयोग गर्छ। एउटै सैद्धान्तिक ज्ञान भए पनि विभिन्न प्रबन्धकहरूले परिस्थिति र मानिसहरूलाई आफ्नै तरिकाले व्यवस्थापन गर्छन्। रचनात्मकता, क्रिएटिभिटी। व्यवस्थापनमा समस्याहरूको नयाँ समाधान खोज्ने र परिवर्तनशील परिस्थितिहरूमा आफूलाई ढाल्ने क्षमता चाहिन्छ। जसरी एक कलाकारले नयाँ चिज सिर्जना गर्छ, त्यसैगरी एक प्रबन्धकले नयाँ रणनीति र तरिकाहरू विकास गर्नुपर्ने हुन्छ। अभ्यासद्वारा पूर्णता, पर्फेक्सन थ्रु प्र्याक्टिस। कलाकारहरू निरन्तर अभ्यास गरेर आफ्नो कलामा निखार ल्याउँछन्। त्यसैगरी प्रबन्धकहरू पनि अनुभव र व्यवस्थापनका नियमहरूलाई प्रयोग गर्दै समयसँगै अझ प्रभावकारी बन्छन्। लक्ष्य उन्मुख, गोल ओरिएन्टेड। कला प्रायः कुनै खास लक्ष्य प्राप्त गर्नतिर लक्षित हुन्छ। त्यसैगरी व्यवस्थापन सधैँ सङ्गठनात्मक लक्ष्यहरू प्राप्त गर्न केन्द्रित हुन्छ। संक्षेपमा, व्यवस्थापनको विज्ञानले के जान्ने भन्ने ज्ञान दिन्छ भने व्यवस्थापनको कलाले त्यो ज्ञानलाई वास्तविक जीवनका परिस्थितिहरूमा कसरी प्रयोग गर्ने भन्ने तरिका सिकाउँछ। व्यवस्थापन एक पेशाको रूपमा, म्यानेजमेन्ट एज अ प्रोफेसन। व्यवस्थापनलाई पेशाको रूपमा हेर्दा यसमा हुनुपर्ने विशिष्ट गुणहरूमा ध्यान दिइन्छ। पेशाका मुख्य विशेषताहरू निम्न छन्: विशेष ज्ञानको निकाय, स्पेशलाइज्ड बडी अफ नलेज। एक पेशामा सैद्धान्तिक ज्ञान र सिपहरूको व्यवस्थित र विशेष ज्ञानको आवश्यकता हुन्छ। व्यवस्थापनमा पनि विभिन्न सिद्धान्त, विधि र प्रविधिहरूको विस्तृत ज्ञान आवश्यक पर्दछ। औपचारिक शिक्षा र तालिम, फर्मल एजुकेसन एन्ड ट्रेनिङ। पेशामा प्रवेश गर्नको लागि प्राय विशेष शिक्षा र तालिम आवश्यक हुन्छ। व्यवस्थापनमा पनि विश्वविद्यालय स्तरको शिक्षा र विभिन्न तालिम कार्यक्रमहरू उपलब्ध छन् जसले आवश्यक ज्ञान र सिप प्रदान गर्दछन्। व्यावसायिक सङ्गठन, प्रोफेसनल एसोसिएसन। प्राय सबै पेशाहरूका आफ्नै व्यावसायिक सङ्गठनहरू हुन्छन् जसले सदस्यहरूको आचरण र मापदण्डहरू निर्धारण गर्दछन्। नेपालमा पनि व्यवस्थापनसँग सम्बन्धित विभिन्न व्यावसायिक संस्थाहरू रहेका छन्। आचार संहिता, कोड अफ एथिक्स। प्रत्येक पेशाको आफ्नै आचार संहिता हुन्छ जसले सदस्यहरूले पालना गर्नुपर्ने नैतिक नियमहरू निर्धारण गर्दछ। व्यवस्थापनमा पनि इमानदारीता, निष्पक्षता र उत्तरदायित्व जस्ता नैतिक मूल्य मान्यताहरू महत्त्वपूर्ण हुन्छन्। सेवाको उद्देश्य, सर्भिस मोटिभ। एक पेशाको मुख्य उद्देश्य ग्राहक वा समाजलाई सेवा प्रदान गर्नु हो।
व्यवस्थापनले पनि संगठनका लक्ष्यहरू प्राप्त गर्न र सरोकारवालाहरूको हितलाई ध्यानमा राख्दै काम गर्दछ। यद्यपि व्यवस्थापनलाई पूर्ण रूपमा एक स्थापित पेशा मान्न केही चुनौतीहरू छन्। उदाहरणका लागि, सबै प्रबन्धकहरूसँग तोकिएको औपचारिक शिक्षा र व्यावसायिक प्रमाणपत्र नहुन सक्छ। तर पनि व्यवस्थापन यी पेशागत गुणहरूतिर बढ्दै गएको छ र यसलाई एक उदाउँदो पेशाको रूपमा लिइन्छ। अन्त्यमा, व्यवस्थापन विज्ञानले ज्ञान प्रदान गर्दछ, कलाले त्यसलाई प्रयोग गर्ने सिप दिन्छ र पेशाले त्यस ज्ञान र सिपलाई नैतिक र व्यावसायिक रूपमा प्रयोग गर्ने मापदण्डहरू निर्धारण गर्दछ। एक सफल प्रबन्धक बन्नको लागि यी तीनै पक्षहरूको संयोजन आवश्यक हुन्छ।